in love with you. I'm so in love with you. Bracket. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over tracks, this and that. Spitting slow, spitting fast. I could roast, I could gas. Think I'm okay at last, but I don't know if that can erase all the past. And the pettiness, a reflection of the emptiness. Hilarious, you think you're worth my time, you're delirious. Mysterious, because you hide behind a fake exterior. Inferior, you know I'll always be a bit superior. Get off of me, this ain't no humble brag. I want you to hear words, you can say them back. I want you to feel free from the chains at last, and to believe in what you got. Welcome back to the channel. नयाँ भिडियोमा स्वागत छ। अनि आजको भिडियो चाहिँ स्पेशल हुनेछ। स्नो वाक भ्लग हुन गइरहेको छ यो। अहिले चाहिँ म गाउँदेखि हिउँ परेको छ माथितिर, त्यही भएर माथि कता कता हिउँ परेको छ त्यतासम्म जान लाग्छु। यतातिर अलि कम हिउँ परिरहेछ। यो चाहिँ 2081 सालको द फर्स्ट एन्ड द लास्ट हिउँ हो। यसको लागि धेरै वेट गरेँ मैले। यता गाउँतिर एउटा हिउँ पर्छ कि भन्ने आशले नै बसिरहेको थिएँ, तर पुस माघ हुँदै धेरै कुरियो, परेन। यतातिर चाहिँ जस हिउँ परेर रहेछ। पहिले नै मान्छेहरू गाह्रै छन्, म चाहिँ अलि ढिलो भयो। बिहानतिर के भयो भन्दाखेरि पानी परिरहेको थियो, अनि पानी पर्यो भने त के गर्न जाने र त्यस्तै फिल भइरहेको थियो। तर एकछिन पछि अलि खुल्ला गर्यो, यसो रमाइलो एडभेन्चर। त्यसको लागि आज म यहाँसम्म आएको छु। यतातिर चाहिँ पहिलेतिर आइन्थ्यो, धेरै पहिले, लगभग 2014-15 तिर होला एकचोटि आएको थिएँ। अनि 1920s कोभिडको बेला आइएको थियो। त्यसपछि मैले हिउँको एक्सपिरियन्स गर्नै पाएको थिएन। अहिले चाहिँ एक्लै आइरहेको छु, अनि केही फरक पर्दैन। यो हिँडिरहेको बाटो हो, बाटो थाहा छ। त्यही भएर नभए चाहिँ यस्तो हिउँमा हिँड्ने बेला चाहिँ एकदम केयरफुल हुनुपर्छ। सबभन्दा समस्या भनेको फ्रस्ट बाइट हो, सिरियस केस हुनसक्छ। जस मौसमले साथ दिइरहेछ। तलतिर अलिअलि पानी परिरहेको थियो, अहिले आकाश पनि अलिक खुल्ला उज्यालो हुन लाग्छ। म एक्लै गइरहेको छु। अगाडि घुम्ने आउने मान्छेहरू कि अब काम गर्ने मान्छेहरू, अगाडि मान्छेहरू हिजो अथवा आज बिहानै गइसकेका छन्। जस रमाइलो भइरहेको थियो, रमाइलो भइरहेछ, रमाइलो हुनेछ। पहिलेतिर चाहिँ एकदम डेन्स हिउँ पर्थ्यो। लगभग हामी 2020 तिर आउने बेला चाहिँ लगभग घुँडासम्म थियो। त्यति बेलातिर चाहिँ हिउँ तल गाउँसम्मै पर्थ्यो। तर अब ग्लोबल वार्मिङ अथवा क्लाइमेट चेन्ज होला, तलतिर पानी मात्रै परेछ। यतातिर पनि एकदम कम हिउँ परेछ, जस्ट पैटला मात्रै डुबिरहेछ। अनि यसरी हिँड्ने बेला चाहिँ सकेसम्म सबभन्दा आफ्नो ज्यानलाई तातो राख्नु पर्यो। मान्छेहरू धेरै गएको जस्तो छ है। आज चाहिँ मलाई पनि शङ्का लागिरहेको थियो। शनिबार हो, प्रायः जसो स्कुल अनि अफिसमा छुट्टी हुन्छ, त्यही भएर मान्छेहरू आउँछन् होला भन्ने मैले पनि आश गरिरहेको थिएँ। तर बिहानको वेदरले अलि जाँगर मार्छन् कि कहिलेकाहीँ चाहिँ सिट हुन्छ। मैले टोपी चाहिँ अलि चिसो थियो,
यता गोजीतिर राखिरहेको थिएँ कता खसेर रहेछ अहिले तलसम्म खोज्न जान्छु भेटायो भने ठिकै छ नभए अब पछि फर्किने बेला खोजेर लग्छु कसैले लग्दैन भने हे गाह्रो भयो नि त्यत्रो उकालो चढ्यो लास्टमा त टोपी नै छैन यस्तो छ बाटो हिउँको हालत कहाँसम्म थियो मेरो टोपी भन्ने मलाई याद भएन है कता खसेछ सिट भयो नि त यत्रो हिँड्ने लास्टमा तलसम्म फर्केर आउनु पर्यो चिप्लो छ है यस्तो बाटोमा चाहिँ टोपी 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 मेरो टोपी चाहिँ यहाँ तलै खसेर रहेछ दुःख दियो नि यो टोपीले त्यत्रो माथि गएर फर्केर आउनु पर्यो केही छैन इट्स पार्ट अफ जर्नी जस हिउँ चाहिँ पर्या रहेछ जस घुम्ने मान्छेहरू पनि आउनु भएको छ यता पछाडि चाहिँ घोराइदेखि आएको भन्नुभएको छ अलिक गाह्रो भइरहेछ हिँड्ने बानी नपरेको मान्छेहरूलाई अलिक गाह्रो हुन्छ त्यहाँ चाहिँ बिहान 6 बजे नै बाइकदेखि तलसम्म आउनु भएको रहेछ अब हिँड्न बानी नपरेको मान्छे एकदम गाह्रो हुन्छ म घरदेखि 9 बजे निस्केँ यहाँ भेटाउन आइपुगेँ त्यो मलाई लगभग 2.5 घन्टा जति लाग्यो एउटा त एक्लै भएर पनि सरासर हिँडिरहेको छु अनि यतातिर अलिअलि हिँडेको बानी परेर त्यस्तो गाह्रो पनि भइरहेको छैन लेट्स सी मान्छेहरू जस गइसकेका छन् अगाडि I'll show you the magic of this place. We'll enjoy. Let's go. जति माथि आयो त्यति बाक्लो हिउँ छ है यतातिर चाहिँ बाक्लो हिउँ परेर रहेछ रुखहरूमा पनि सबै हिउँ छ यसरी दामी देखिरहेछ अमेजिङ जस्ट वाउ त्यसमाथि मौसमले पनि साथ दियो भनौँ सबै हिउँहरू गलिरहेछन् तिर्खा लाग्यो भने यसरी खान मिल्छ तर चिसोले एकदम चिसोले भेटाउँछ यसरी खानुहुन्न है ओ हिउँ यस्तो मजाको हिउँ धेरै पछि देख्न पाइयो पहिलेतिर चाहिँ एकदम हिउँ पर्थ्यो तलतिर पनि सानो हुने बेलामा जस्ट मेमोरिजहरू रिकल भइरहेको छ के हुन्थ्यो भन्दाखेरि एकदम बाक्लो हिउँ पर्थ्यो अनि हिउँले गर्दाखेरि त्यो रुखका हाँगाहरू रुखहरू ढल्थे हामीहरू चाहिँ त्यही हिउँमै चाहिँ एकदम दाउराहरू खोज्थ्यौँ मस्तले दाउराहरू जम्मा पार्थ्यौँ तर आजभोलि तल गाउँतिर त्यस्तो हिउँ परेको छैन लगभग 2-3 वर्ष अगाडि तल गाउँसम्मै पुगेको थियो तर त्यतिखेर म यतातिर थिएन धेरै पछि फेरि यो ठाउँमा हिउँ यसरी हेर्न पाइयो तपाईँलाई पनि देखाउने छु लगभग 14-15 अथवा 18-19 को कुनै इन्स्टाको वालहरूमा छ I'll put somewhere here अनि त्यतिखेर चाहिँ धेरै बाक्लो हिउँ पर्थ्यो अहिले पनि पर्ला जस्तो थिएन मैले कत्रो आश गरिरहेको थिएँ तर लास्टमा यो फागुनको 8 गतेतिर हिउँ पर्यो कति एक्साइटेड छु भन्ने मलाई मात्रै थाहा छ पहिलेतिर साथीभाइहरू बहिनीहरूसँग आइन्थ्यो तर यस्तै भयो अहिले चाहिँ म एक्लै आइरहेको छु त्यही पनि मजा छ मेरो साथीहरू चाहिँ ग्याजेट्सहरू छन् I'll show you एक्लै घुम्ने छैन तपाईँहरूलाई पनि देखाउने छु and hope you will enjoy. Let's see. यतातिर चाहिँ डेन्स छ है अझै पानी परिरहेछ अल्टिट्युडमा यही समस्या हुन्छ
पानीको भर हुन्न आजभोलि चाहिँ फेरि अब पानी पर्ने बित्तिकै हिउँ झरिहाल्छ यतातिर जस्ट वाउ है म चाहिँ अब फाइनल्ली आजलाई आउनु लागेको डेस्टिनेसनमा आइपुग्नु लागे यतातिर चाहिँ खुल्ला ठाउँ भएर एकदम दामी देखिरहेछ यस्तो सेतो छ जताततै मान्छेहरूको पाइला धेरै मान्छे आइसकेका छन् मैले अघि नै भनिसकेको थिएँ आज चाहिँ शनिबार हो मान्छेहरू आइहाल्छन् त्यही भएर एक्लै आउने आँट पनि आयो नभए चाहिँ यस्तो ठाउँहरूमा एक्लै चाहिँ अलिक समस्या हुन्छ कहिलेकाहीँ केही भइहाल्यो भने चिसोले हिउँले अब भन्न सकिन्न यस्तो कुराहरूमा कम्प्रोमाइज पनि गर्नुहुन्न त्यही पनि केही छैन आइयो अगाडि पछाडि आइरहेछन् अझै आउँदै होला नि पछाडि विल एक्सप्लोर दिस प्लेस लेट्स गो धेरै चाहिँ आएको छैनन् अलिअलि आएको छन् मान्छेहरू त्यो एकदम बाक्लो हिउँ परेको छ अगाडि खासै कोही आएर हिँड्छन् पछाडि 2-3 जना आएर आछन् अझै पछाडि आएर होलान् यतातिर चारैतिरको भ्यू यसो दामी देखिरहेछ लेट्स सी यही हो है जलजला भन्ने ठाउँ यही हो अगाडि भ्यू टावर छ यतादेखि थबाङ पछाडितिर सबै कुहिरो लगाइरहेछ त्यस्तो अल्टिट्युडमा फेरि के समस्या हुन्छ भन्दाखेरि जति बेला पनि हावा लगाइराख्ने अहिले पनि हावा लगाइरहेछ चिसो हावा लगाइरहेछ जताततै खुल्ला छ बाक्लो हिउँ परेको छ एकदम दामी देखिरहेछ यस्तो देखिरहेछ है हिउँको लेयर है यति छ लगभग कति जति 4-5 इन्च यतातिर चाहिँ पुरा बिचमा अलिअलि हिउँ परिरहेछ फेरि रोकिरहेछ हावासँगै फेरि आइरहेछ त्यही कन्टिन्यू भइरहेछ जस रमाइलो भइरहेछ भनौँ यसरी एक्लै डुल्नुको पनि छुट्टै मजा छ चिसो छ है पाइनहरू भिजिरहेछ खुट्टामा चाहिँ खासै त्यस्तो केही भएको छैन ठिक छ जस अघि राम्रो गरिरहेको थियो अहिले फेरि ठ्याक्कै पानी परिरहेछ यतातिरको भरै हुन्न कतिखेर पानी पर्छ अनि एकछिन रोकिन्छ बेला बेलामा नि हिउँ नै झरिरहेछ अहिले चाहिँ यतातिर छु म एक्लै छु अगाडि चाहिँ पूजा गर्न आएछन् मान्छेहरू यस्तो हिउँमा पनि विश्वास भनेको विश्वास हो विश्वास गर्नुपर्छ किनभने संसार विश्वासमै अड्ड्या छ त्यही हो अब अलिअलि हिउँ परिरहेछ अलिअलि फोटो खिच्यो I'll show you दामी आछ अब चाहिँ एकछिन अलिअलि दाउराहरू खोजेर आगो सागो टाप्छु नास्ताहरू ल्याछु यताउता लेट्स सी रमाइलो भइरहेछ है यही हो दिस इज अल 360 है जलजलाको यतादेखि छानाको हिउँ सब खसिरहेछ यतातिर यत्रो बाक्लो
हिउँ जम्मा भएको छ माथिदेखि बिस्तारै खसिरहेछ यस्तो छ है यो चाहिँ पुरा जमेर आइस बनेछ धर्मशाला यतातिर दाउराहरू खोज्छु दाउराहरू पाएँ भने एकछिन आगो ताप्नु पर्यो चिसो गरिरहेछ अगाडिदेखि हिउँ परिरहेछ छानामा सबै झर्न रेडी छन् है हिउँहरू यतातिर यस्तो छ मेरो भाग्यमा चाहिँ यहाँ दाउरा जम्मा गर्दै रहेछन् है थ्याङ्क्स है जसले जम्मा गरे पनि यहाँ चाहिँ आगो बनाउने ठाउँ छ एकछिन म आगो बनाएर आगो सागो ताप्छु लेट्स सी झोला सोलाहरू लिएर आउँछु त्यसपछि आगो ताप्दै बस्नुपर्छ ल अझै हिउँ पर्दैछ आजको बास कता हुन्छ फर्किने हुन्छ कि अब ब्याट्री ब्याकअपले अलि साथ नदेला जस्तो छ त्यही पनि के छैन जे हुन्छ एक्सपिरियन्स गर्ने सबै मोमेन्टहरू क्याप्चरै हुनुपर्छ भन्ने छैन आफूले एक्सपिरियन्स गरे भइगयो ल लेट्स सी टोइलेटहरू छ यता जेसैले चाहिँ हावा लगाइरहेको छैन सजिलो भइरहेछ मैले मेरो झोलाहरू अगाडि राखिरहेको छु यहाँ चाहिँ पुरा पानी खसिरहेछ छानोदेखि पानी परेर होइन कि माथिदेखि हिउँ पग्लेर यहाँ चाहिँ अब मेरो आगो बलिरहेछ एकछिन हातसात तताउनु पर्छ चिसो भइरहेछ पुरा यस्तो हिउँ नछोए पनि सराउन्डिङको टेम्परेचर नै एकदम कम छ त्यही भएर चिसो भइरहेछ खुट्टाहरूको हालत तल सब भिजेछ जुत्ताहरू अलिअलि बचिरहेछ अब त्यही भएर यसलाई अलिअलि सुकाउनु पर्छ मोजाहरू भयो त्यत गाह्रो छ है हिउँमा रहर हो तर फेरि गाह्रो हुन्छ यस्तो धन्न दाउरा रहेछ मस्तले आगो बाल्दै बसिन्छ बाहिर चाहिँ यस्तो हिउँ परिरहेछ म भने यहाँभित्र कपडाहरू मोजा जुत्ताहरू सुकाइरहेको छु आगो तापिरहेको छु पानी सब भिजेछ तलतिर जुत्ताहरूको हालत त्यस्तै छ ज्याकेटमा पनि हिउँ परेको रहेछ त्यही भएर एकछिन माथि सुकाइरहेको छु केही टाइम यहाँ स्पेन्ड हुन्छ अब ल अहिले चाहिँ वेदरले साथ दिइरहेछ अलिअलि घाम लागिरहेछ यता हाम्रो भाइहरू होटेल अगाडि होटेल भन्दा पनि त्यो आँखा मान्छेहरूले बनाइरहेको थिए दामी देखिरहेछ है वेदर खुल्ला भएर जलजला अहिले चाहिँ म यता भ्यू टावरमा छु यतादेखि चाहिँ चारैतिर खुल्ला देखिरहेछ यता पछाडितिर अलिअलि कुहिरो छ यता माथितिर अझै बाक्लो हिउँ परेको रहेछ यताको भन्दा यता पनि जे हिउँ छ अझै पर्छ कि आजसम्म परिरहेको थिएँ दामी छ है दामी देखिरहेछ कोही आएनन् आज यतातिर चाहिँ उत्तरतिरका हिमालका रेन्जहरू दामी देखिन्थ्यो तर कुहिरोले गर्दाखेरि केही देखिएको छैन ल है आजको दिन यस्तै यस्तै भयो अघि दिउँसोसम्म मौसमले कति साथ दिएन अहिले चाहिँ अलिअलि खुल्ला फेरि बादल आउने गरिरहेछ जेस रमाइलो भयो एक्लै भयो भने म त के सोचिरहेको थिएँ आज अलि मान्छेहरू आउलान् भन्थेँ तर मौसमले गर्दाखेरि मान्छेहरू आएनन् जेस अगाडि 7-8 जना थिए कोही पूजा गर्न आएका अनि 2 जना भाइहरू चाहिँ उता सुल्चौरदेखि आएछन् एकछिन यता घुम्यो त्यही हो रमाइलो रहेछ हिउँ परेछ अब यो सालको फर्स्ट एन्ड लास्ट हिउँ हो यो त्यही हो अब लाग्छु अब अगाडि
घरतिर आजको भिडियो रमाइलो भयो होप यु विल इन्जोय अनि ठाउँ रमाइलो छ पहिलेतिरको भिडियोमा भने जस्तै यहाँको ब्युटी चाहिँ यो सिजनमा हो एउटा चाहिँ बर्खा सिजनमा भयो हरियाली आजभोलि चाहिँ हिउँ पर्छ अलि पछि फेरि लालीगुराँसहरू फुल्छ जस रमाइलो भयो होप यु विल इन्जोय सी यु इन नेक्स्ट भिडियो है Should I ever tell them how I really feel? Should I ever tell them how I really feel? Should I ever tell them how I really feel? Should I ever tell them how I really feel?